Hello, namaste, my Jyotisdale. Welcome back to our channel. As always, after a long time, and आज चाहिँ देख्न सक्नुहुन्छ म चाहिँ छु traditional dress मा because आज चाहिँ हो लोसार. So happy Losar to everyone. Year of snake हैन 2025 and आज चाहिँ छुट्टै हामी लोसार मनाउन जाँदैछौँ. र ट्राफिक देखि मलाई लाज लाग्यो नि त हो, अनि चाहिँ बन्द गरेँ. सो यस, आज चाहिँ हामी जाँदैछौँ हाइफा दादा भाउजूकोमा हाम्रो लोसार सेलिब्रेट गर्नु हो. यस्तै छ, तपाईँलाई मेरो लोसारको बक्खु चाहिँ अहिले देखाउँछु हो. यस्तै छ, खोकी लागिरहेको छ हो. दुईजना चाहिँ अगाडि जाँदैछ हो. म देखाउँछु ल दुईजनालाई पनि तपाईँहरूलाई. ह्याप्पी लोसार. लोसार टेस्टले सबैजनालाई त्यति हो. लु टेस्टले लोसारसम्म टेस्टले एउटा हाम्रा लोसारको उस लगाइदिएको पनि छैन उसले, डब्लु लगाइदिएको पनि छैन है. लोसार टेस्टले अब त लगाइदिन्छु खदा. ओके देन गाइज, अहिले चाहिँ म भेट्छु तपाईँहरूलाई. हेलो गाइज, हामी चाहिँ अब हाइफा लागेको छु होइन. भर्खर बस चढ्यो, बसमा चढेर चाहिँ अब जाँदैछ. अब यिनीहरू दुईजना यता साइडमा बसिरहेछ. यहाँ देखाउनुहोस् न. अहिले बोल्नु सकेको छैन गाइज हामी अहिले. थाक्यो, बसमा चढ्ने बित्तिकै पिसाब आयो. अब के गर्नु, ठिकै छ. अब 1 घन्टासम्म, 1 घन्टा होला, बसमा छिटै पुग्छ. ओके देन गाइज, अब हामी तपाईँहरूलाई देखाउँदै जान्छौँ बाटोमा के छ. त्यहाँदेखि विल सी यु इन हाइफा. फाइनली हाइफा पुग्यो. हाइफा मतलब भन्दा पनि होफा कार्मेल हो. अब यहाँबाट हामी वी आर रेडी फर अनदर बस. अब यहाँबाट अलिकति उता पर छ हैन, हामी पुगिहाल्छ एकछिन हो. The beautiful ladies, बस पनि आउँदैछन्. बस पुरा
थाके आज हो हल्का हाइफाको होफा कार्मेलको भ्यू होफा कार्मेल भन्दा पनि हाइफाको बसौबाट आउँदैछ अन्त यहाँ छ दुईजना ग्रुप लेडिज ओ माथि तपाईँको हाइफाहरू के हो गाइस हामी चाहिँ अहिले हाइफाको गल्लीमा हिँड्दैछौँ होइन किनकि बस चाहिँ अलिक तल झार्थ्यो अन्त त्यहाँबाट झन्डै उतै छेउमै रहेछ 500 मिटर सो ट्याक्सी दिनु पनि त्यस्तो फाइदा थिएन सो वी आर वकिङ सो इट्स जस्ट नियर बाई होइन अन्त दुईजना ट्रली तान्दै हिँड्दैछ अब यहाँबाट चाहिँ हामी विदिन 15 मिनट्स हामी पुग्छौँ त्यति हो टिल देन गाइस सी यू अब यता उस पनि आयो हो के भन्छ माथिबाट जाउँ ल कि यताबाट जाने यहाँ तलबाट जाउँ हामी चाहिँ यता आयो हो लुगासुगा फेऱ्यो होटेलबाट हो चेकआउट भयो अन्त अब यहाँबाट चाहिँ अब एकछिन यता दादाहरूकोमा एकछिन अब है ठुलो दाजुहरू हामीभन्दा यता दादाहरूकोमा एकछिन गएर त्यहाँदेखि त्यहाँ गएर चाहिँ हामी अब त्यहीँ बस्नेवाला छौँ त्यहाँबाट देखाउनेवाला छौँ के छ अलिअलि अब ज्यादा त होइन किनकि सबै कुराको सबै त हामी देखाउन सक्दैन किनकि अब यता पनि अलिक साह्रै परिरहेछ देखाउनु हो तर अब हाइफा चाहिँ यही हो बेलुकाको दिस इज हाउ हाइफा लुक्स इन द नाइट हाइफा अन्त यहाँ छ यी दुईजना जाडो भएर पनि म त यो जुत्ता खोलेर आएँ अब चाहिँ जहाँ कुद्यौँ कुद्छु म भाइ जाडो रहेछ जाडो चिसो हात चिलायो पुरा पन्जा लाउनु मन पऱ्यो कोही बेला देखेको थिएँ नि दार्जिलिङ जस्तो हो पुरा माथिको खै यहाँ पुरा थाकिरहेको ड्रिप चेक के अरे मैले बुट हेर्दै हो मैले चाहिँ बुट खोलेर एकदम कम्फर्टेबल भएर हिँड्दैछु हो बिकज कम्फर्टेबिलिटी म्याटर्स होइन यस्तो उकालोमा चाहिँ बुट लगाएर आएको थिएँ हो अब चाहिँ जहाँ कुदा भने कुद्छु म बाई फर नाउ हेलो गाइज है यहाँ चाहिँ वी आर अन अ वे टु दादा एन्ड भाउजूको अपार्टमेन्ट है अन्त बिफोर चाहिँ हामीले चाहिँ बिर्सेछ हतारमा चाहिँ मेन्सन गर्नु है हुन त हामी योपालि है दसैँ मनाउन दादा भाउजूकोमा जाँदैछौँ लास्ट इयरको जस्तो तर योपालि चाहिँ दादाहरूको चाहिँ लोसार थिएन है अनि र पनि भेट्नुको लागि गएको है फ्यामिली हाम्रो होइन अनि त्यस्तो ठुलो त केही मनाएको थिएन जस्ट एउटा सानो गेट टुगेदर मात्रै गरेको थियौँ है र त्यसै कारणले गर्दाखेरि चाहिँ योपालि मैले भिडियो पनि ज्यादा बनाएको छुइनँ समवेयर हुन्छ नि अब जति हामीले मेमोरी स्पेन्ड गरेको छ अलिअलि त्यही क्लिप्सहरू चाहिँ हालिदिएको छु है र योपालिको चाहिँ अब त्यस्तै भइहाल्यो भ्लग होइन त्यही अब राम्ररी मलाई खिच्नु पनि मन लागेन होइन यताउता भ्लग्स यताउता क्लिप्सहरू मात्रै हालिदिएको छु है र लास्ट इयर चाहिँ हामीले मजाले मनाएको थियो है अनि तपाईँलाई त्यो हेर्नु इच्छा छ भने चाहिँ लास्ट इयरको हाम्रो लोसारको भ्लग हेर्नु होला है अन्त यस नेक्स्ट इयर फेरि हामी बनाउनुको लागि यता चाहिँ हाम्रो होस्ट सुनाउँदैछ चाहिँ हामी यताबाट फर्केको होइन लोसार पनि सक्यो अब भोलि हुन्छ कुरा यता छ जाडोले प्यान्ट पनि ठाडो बनाउन सकेको छ चिसोले बक्खु लगाएर एउटा सिंगल फोटो पनि खिचेन खिच्यौ The next morning. गुड मर्निङ गाइज यो चाहिँ हाम्रो सेकेन्ड डे हो होइन सेकेन्ड डे अफ भ्लगिङ हो सेकेन्ड डे अफ भ्लगिङ अरे हाम्रो छुट्टीको नेक्स्ट डेको हो भ्लग हो म चाहिँ उठिसकेँ म चाहिँ बिहान 3 बजी उठेर 5 बजी उठेर फेरि सुतेर फेरि उठेको हो एन्ड बिग सर्ट आउट टु माई सालो केटा हो एन्ड यता छ हाम्रो मेन उठेकै छैन बकेट बुढी उठ्नु न मुख धुनु ओ यहाँ यता बिहानै उठेर स्टार्ट भयो फोन हो घोप्टे जिन्दगी अन्त यहाँ चाहिँ बाहिरको भ्यू छ यो चाहिँ
दामी रहेछ हो कफी अन्त मेरो बुढीलाई चाहिँ कफी खान्छ अरे कफी हो सो लेट्स मेक सम कफी हैन अलिकति पानी तताएर त्यही हो अब कफी एकछिनमा पानी सानी तातेर हो यता यता हाम्रो यता सतीश साथी त्यहाँदेखि हुँदैछ यता याङ्की हो सोनाम दाको गीत हेर्दो सोनाम दा नै हेर्दो रहेछ भनिदिएको सोच्नु त लाग्दैछ है हाँस कि क्या जली देखिदिन्छु यता हेर्नुहोस् कुमार सानो चाहिँ सधैँ सेम हाम्रो यता दादा जस्तो हुन्छ क्या यो चाहिँ थर्ड रुम हो 3टा रुम छ दामी छ बेस्ट अहिलेसम्म हामी सेकेन्ड टाइम हो यो बसेको यो दामी छ है अब हाइफामा चाहिँ सस्तो पनि सस्तो पनि 7 जना रिजनेबल प्राइसमा त्यो पनि 3टा बेडरुम 7 जना कपल 6 जना 3 जना कपल 3 जना त 6 जनालाई छ इनफ मोर देन इनफ हेलो गाइज नमस्ते होइन सेकेन्ड डेको अब यो सेकेन्ड डे स्टार्ट भयो अघिदेखि भ्लग त अघिदेखि स्टार्ट भएको एनिवेज म चाहिँ अहिले किन बाहिर निस्केको भने चाहिँ म चाहिँ तपाईँहरूलाई यो एक्ज्याक्ट हामीले जहाँ बसेको छ त्यसको लोकेसन तपाईँहरूलाई प्रपर लोकेसन दिनु लागि म निस्केको कि सो होइन त्यो लोकेसन थाहा पायो भने चाहिँ तपाईँहरूलाई थाहा हुन्छ भोलिको दिन टक्क आएपछि सजिलो पर्छ हो एन्ड देन अन टप अफ द्याट हाम्रो के हुन्छ यो यसको बुकिङको लिङ्कहरू मुनि हालिदिन्छु होइन लिङ्क हालिदिन्छु कि या नम्बर हालिदिन्छु या त्यो यो जग्गाको यो घरको एरिया यो घरको नाम चाहिँ छ नि गेस्ट यो एयरबिएनबीको त्यसको नाम हालिदिन्छु त्यहाँदेखि तपाईँले इजिली सर्च गर्नु सक्नुहुन्छ हो तपाईँको अब भनौँ भन्दा चाहिँ तपाईँको मेन चाहिँ कहाँ छ भने चाहिँ तपाईँ सेरुतमा आयो भने चाहिँ सेरुतमा आउनुहुन्छ भने चाहिँ सेरुतको जस्तो जुन गलीमा तपाईँको सेरुत रोक्छ होइन तपाईँलाई म देखाउँछु जुन चाहिँ सेरुत अब तपाईँको तेलबीबाट सेरुत आउँदैछ अरे होइन तपाईँको सेरुतको तखाना यतै छ हो यहाँ अहिले फिलहालको भ्यू चाहिँ यस्तो छ हाइफा हो मजाको भइरहेछ ब्युटिफुल छ हो यहाँ चाहिँ तपाईँको सेरुत हुँदैछ उपर सेरुत देख्नुभयो यहाँ तपाईँको सेरुत छ हो यो चाहिँ सेरुतको तखाना हो यहाँ चाहिँ सेरुतको तखाना होइन गाडी चाहिँ त्यहाँ रोक्छ तपाईँको तेलबीबाट आएर हो त्यहाँदेखि यसलाई चाहिँ तपाईँको हर्जेल स्ट्रिट या इबिन बिना स्ट्रिट भन्छ अर्को चाहिँ यो छ तपाईँको यो सुपर फार्म छ बसमा आयो भने सुपर फार्म त्यसको अपोजिटको लोकेसनमा टक्क रोक्छ हो त्यहाँदेखि सेरुत जहाँ रोक्छ तपाईँको त्यहाँबाट तपाईँ रोक्छ होइन त्यो पर सेरुत छ त्यहाँदेखि टक्क तपाईँ ओह्रालो आउनुहोस् ओह्रालो आएर तपाईँ राइट जानुहोस् किनभने त्यहीँ माथिबाट यसो लेफ्ट जाँदा पनि हुन्छ तर ओह्रालो झर्नुहुन्छ भने राइट जानुहोस् त्यहाँदेखि राइट गएर चाहिँ तपाईँहरूको यो दोकानहरू देख्नुहुन्छ याद गरिराख्नुहोस् सो भोलिको दिन तपाईँहरूलाई सुविस्ता हुन्छ आउँदा इजरायलमा जो पनि छ आउनु चाहिँ हाइफा घुम्दा चाहिँ सुविस्ता हुन्छ अब यो एरियाहरू देख्छ कुकुर कि दामी चाउ तपाईँको यहाँको एरिया देख्छ अन्त तपाईँको यता के खुल्ला छ भने फुड सपहरू खुल्लै छ हो त्यहाँदेखि उपर यो ठुलो बिल्डिङ देख्दैछ नि यो तपाईँको कर्नरमा अहिले बादमा अब त्यहाँ त जान्दिनँ कि त्यो परको कर्नर यो त्यो ठुलो यहाँ कालो बिल्डिङ छ कि त्यसको मुनिल फ्लोरमा चाहिँ सुपर छ अनि त्यो सुपर चाहिँ खुल्ला हुन्छ तपाईँको
त्यहाँ यहाँ आएर त्यो फर्स्ट गल्ली भयो त्यहाँदेखि यो सेकेन्ड गल्लीको चाहिँ यता 1300 होइन 1300 यस्तो गयो 1300 गयो तपाईँको योहरू देख्नुहुन्छ होइन सबै एरियाहरू टक्कै 1300 आयो तपाईँको यही जुन चाहिँ यही हो बिल्डिङ हो 5 नम्बर यसमा सेकेन्ड फ्लोर र फर्स्ट फ्लोर दुइटै छ पहिला हामी फर्स्ट मुनिपट्टि बसेको थियो ग्राउन्ड फ्लोर अहिले फर्स्ट फ्लोरमा छ थर्ड फ्लोर चाहिँ आई हेभ नो आइडिया हो कि छ कि छैन त्यहाँ थर्ड फ्लोरमा चाहिँ हो यहाँ 5 नम्बरमा यो बाटो चाहिँ देख्दैन तपाईँको पल्लोपट्टिको एरिया देख्छ हो त्यहाँदेखि यो बाटोलाई चाहिँ इबिन सिना रोड भन्छ टक्कै यहाँ छिर्ने हो यहाँ तपाईँ 5 नम्बर देख्नुभयो होइन सो दिस इज द नम्बर 5 इबिन सिना होइन अनि तपाईँ टक्कै यताभित्र जाने हो गएर चाहिँ दिस इज हाउ इट लुक्स होइन एक्ज्याक्टली सो गाइज मेमोराइज दिस थिङ्स होइन मजाले त्यहाँदेखि टक्कै तपाईँ जाने हो अन्त यहाँबाट चाहिँ तपाईँको फर्स्ट रुम भेट्छ यो त होइन होला सायद यो पहिला बसेको हामी 4 नम्बर हो एन्ड देन तपाईँको हामी बसेको चाहिँ 6 नम्बर हो एन्ड देन तपाईँको यो पनि थाहा पाएन यो 6 नम्बर रहेछ सो अन टप अल्सो यहाँ माथि चाहिँ खै पनि अब पर्सनल हो कि त्यो चाहिँ केही थाहा छैन अब म चाहिँ तपाईँहरूलाई रुम देखाउँछु यो टक्कै म छिरेँ उनीहरूले कोड नम्बर तपाईँलाई अलरेडी दिन्छ यहाँको मालिकले हो त्यो कोड नम्बर त्यहाँ थिच्ने जग्गा छ त्यसमा थिचेर हामी टक्कै तपाईँको एन्ट्री हुन्छ यसो देख्नुहुन्छ होइन जाने बित्तिकै तपाईँको किचन अब यस्तो मजाले तपाईँले किचन टुर गराउँछु तपाईँलाई यो चाहिँ किचनमा चाहिँ तपाईँको के छ मिक्रो छ त्यहाँदेखि यहाँ सबै सामान तपाईँको खाना पकाउने सनग्लासेस एन्ड तपाईँको यो नेस्क्याफे कफी बनाउने हो एन्ड यो ढप्पोभित्र एक दुईवटा के छ हो यो भित्रै तपाईँको यहाँ माथि दिँदैन कटलेरिसहरू होइन यसो के खान्छ सबै कुरा छ एन्ड देन दिस वान ह्याज मोर कटलेरिज हो वाइनको ग्लास प्लेट कप अन्त यो साँचो सामानहरू होइन सो त्यति हो फ्रिज चाहिँ खाली हुन्छ गाइस डोन्ट एक्सपेक्ट एनिथिङ फ्रम देम हो फ्रिजमा चाहिँ आफै दुध सुध लिएर आउने हो त्यहाँदेखि यो हल्का बसेर खाने जग्गा त्यहाँदेखि यो चाहिँ हो तपाईँको यो मान्छेको टोकियो बार्सिलोना युक्रेन एन्ड अल दोस थिङ्स दिस इज द फर्स्ट रुम है सो लुक एट दिस यो छ टिभी छ एउटा त्यहाँदेखि यहाँबाट ठिकै पस्ने हो यो रुम नम्बर 1 पस्ने हो यहाँ तपाईँको उस छ वासरुम बाथरुम ब्रस टोयलेटसँगै छ सावर रुम र टोयलेट हो अन्त यहाँबाट यो चाहिँ तपाईँको उस अर्को रुम तर यो सबै रुममा चाहिँ एक एकवटा यस्तो छ है बाहिर वरान्डा छ सानो ब्याल्कनी छ सबै रुममा एक एकवटा छ यसमा पनि छ त्यहाँ पनि छ पर्खिनुहोस् म तपाईँलाई देखाउँछु परको पनि हो दुईवटा रुम होइन यो रुममा पनि यहाँ छ ब्याल्कनी यो खोल्ने हो टक्कै छिर्ने हो होइन त्यहाँदेखि यो थर्ड रुम यहाँ चाहिँ यो चाहिँ रुम नम्बर 3 हो हामी बसेको यहाँ अलग्गै यता छ हो टिभी सबै रुममा एक एकवटा छ सो एउटा यो रुममा चाहिँ 3टा बेड छ सो म्याक्सिमम् क्यापेसिटी चाहिँ यो उसको के भन्छ यो रुमको म्याक्सिमम् क्यापेसिटी चाहिँ तपाईँको 7जना मान्छे ल्याउनुको चाहिँ पाउँछ तपाईँको अहिले फिलहाल चाहिँ तपाईँकोमा अगर अब इफ यु आर वर्किङ एज अ केयर गिभर इफ यु हेभ अ फरेन पासपोर्ट त्यसमा चाहिँ तपाईँको उस ट्याक्स फ्री हो 18% भ्याट लाग्दैन अगर त्यो तपाईँले भिजा र त्यो देखाएन भने जुन चाहिँ त्यहाँ अमाउन्ट हुन्छ तपाईँको त्योभन्दा प्लस 90 समथिङ सेकल एक्स्ट्रा दिनुपर्छ तपाईँले यहाँ आएर अन्त booking.com मा पनि यसको रिभ्यू राम्रो छ 9.1 आउट अफ 10 छ हो ट्राभलर रिभ्यू अवार्ड 2023 होइन अन्त कन्भिनियन्ट छ क्या एकदमै कन्भिनियन्ट छ सेरुत पनि त्यहीँ छ फर्किँदा सेरुत त्यहीँ हो केटीहरूलाई के प्रब्लम छैन ब्लो ड्रायर एन्ड अल दोस थिङ्स आर हियर अन्त हाई सिलिङ्स एन्ड देन
तपाईँहरूलाई इम्पोर्टेन्ट अब यसो घरतिर छैन नि तपाईँको वेट नाप्ने मसिन एन्ड फ्यु सकेट छ त्यहाँ बत्तीको हो हामी चाहिँ यता चाहिँ सुतेन नि त हिजो यहाँ चाहिँ कोही बसेन सो हामी के चाहिँ गर्नु यहाँ फ्यु सकेट छ तपाईँको ल्याम्प छ एन्ड वाट एल्स मोर सो दिस द बाहाई गार्डन हो बाहाई गार्डन पनि यहाँदेखि छेउमै छ बाहाई गार्डनहरू सबै तपाईँको वकेबल डिस्टेन्स छ अलिकति हिँड्नु चाहिँ पर्छ होइन त्यहाँदेखि तपाईँको यो जग्गा पनि छ तपाईँको वकेबल डिस्टेन्स भने अलिक टाढो नै छ यो चाहिँ मैले हिजो तपाईँहरूलाई अलिक म देखाउँछु चाहिँ माथि एरियाबाट होइन यो तपाईँको बिच एरिया हो त्यहाँदेखि अरू त के त्यति हो गाइस अब होइन होटेल चाहिँ अब तपाईँहरूलाई सस्तो चाहिन्छ 7 जना मान्छे हुनुहुन्छ आउनुहुन्छ होइन पार्टीहरू चाहिँ दे डोन्ट अलाउड रहेछ हो यो उसमा चाहिँ 7 जना हुनुहुन्छ तपाईँहरूलाई होइन सस्तो चाहिन्छ पर हेड तपाईँलाई 7 जना हुने 100 जस्तो लाग्छ क्या सस्तै हो 100 लाग्छ पर हेडको हो 100 त्यसै लाग्छ त्यसै लाग्छ होइन अन्त राम्रो छ एकदमै मलाई चाहिँ मेरोबाट चाहिँ थम्सअप छ ओके छ मेरोबाट भन्दा पनि धेरैजना मान्छेबाट थम्सअप छ लास्ट टाइम हाम्रो साथीहरू आएको थियो उनीहरूले पनि पुरा मन परायो हो यो चाहिँ मैले उनीहरूलाई रेफर गरेको थिएँ योभन्दा अगाडि चाहिँ हामी चाहिँ तलपट्टि बसेको थियो म चाहिँ तल कसको चाहिँ रेफर गरेको थिएँ तर यो झन् दामी छ तल्लो चाहिँ तपाईँको किचन छैन तलमा चाहिँ अब तपाईँलाई जस्तो खानाहरू बनाएर खानु मन लाग्छ तपाईँलाई के मन लाग्छ भने किचन चाहिँ छैन माथिल्लोमा चाहिँ किचन छ वाइफाई छ हो अन्त दरवाजा खुल्ला हुन्छ बिहानसम्म दरवाजा खुल्ला हुन्छ मेन हो अन्त हेर्नु न कस्तो सफा अब यो हामीले युज गरिसकेर है यो झन् डरलाग्दो सफा थियो डटी टावल्स फ्याँक्ने यो टोइलेटको हेर्नु न एउटा मजाको टाइपको क्या अन्त मेन चाहिँ मलाई यो जग्गाको चाहिँ के मन पऱ्यो भन्नु चाहिँ स्ट्रक्चरहरू दामी लाग्यो क्या यो जो प्रकारले बनाएर छ नि अब यो ठुलो हो रुम पनि अन्त हाई सिलिङ क्या मजाको अब होइन कपालहरूलाई मजाको इट्स वाइब डिफ्रेन्ट काइन्ड अफ वाइब क्या दिस प्लेस चाहिँ सक्यो बुढी सक्नुभयो सक्नुभयो अन्त यता मेरो बुढीहरू रेडी हुँदैछ मेरो बहिनी त रेडी भइसक्यो अन्त सबभन्दा तपाईँको भ्लगर दावा यो होइन त्यति भन्दै अहिलेको लागि टक्कै राख्नेछु अलिकछिनमा भेट्छु होइन अब यहाँबाट रेडी सेडी भएर अब 1-2 फोटोसोटो खिच्दिनुपर्छ हो खिच्नुपर्छ मेरो बुढीको अन्त एकछिनमा भेटौँला गाइज हेलो गाइज अब चाहिँ हामी एकछिन बाहिर निस्किएको बाहिर निस्किएर यसो घुम्नु होइन 1-2वटा अब हाइफा घुम्नु लागि थ्याङ्क यू त्यही घुम्नु लागि हल्का अब यसो हाइफामा कस्तो छ के छ हो एन्ड त्यही हो हुँदैछ अब जिन्दगी यस्तै छ होइन घुम्नुपर्छ एक दिनको छुट्टी हो लाइफमा हो टक्कै अन्त ओटिटी प्लिज फिट चेक यहाँ यी बहिनी मेरो वाइफको ओटिटी अरे फिट चेकहरू ल फिट चेक ल भाग 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 भन्दै थियो भाग 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 भनेको छ हो के भन्दैन यो कसो बात मारेको अन्त चाहिँ अब यहाँबाट टक्कै गएर माथि भ्यू पोइन्ट छ भ्यू पोइन्टमा टक्कै गएर 1-2 फोटो खिच्ने हो त्यहाँदेखि त्यहाँबाट निस्किने हो त्यहाँबाट यता जोजोकोमै आउने हो त्यहाँदेखि एकछिन बसेर चाहिँ ब्याक टु वर्क गाइस कान वेट ओके देन गाइस म तपाईँहरूलाई त्यहाँ पुगेर उस गर्छु होइन त्यति बेलासम्म जुरेर बस्नुहोस् होला अल्छी नमानी हेर्नुहोस् होला होइन गाइस हामी चाहिँ एकछिन यहाँ भ्यू पोइन्टमा आएको थियो है तर एक्ज्याक्ट नेम चाहिँ मलाई थाहा भएन कसलाई थाहा छ यो जग्गाको नाम कमेन्ट गरिदिनु होला है अनि यहाँ चाहिँ हेर्नु न मलाई चाहिँ यतातिर चिया बगान हुन्छ नि त्यस्तै लाग्यो तर आइएम नट स्योर है अन्त मैले छिटो उसलाई चाहिँ यसको क्लिप्स लिनु लाएँ है अनि यहाँ पनि हामी चाहिँ थाकेकोले गर्दाखेरि एकदमै बिर्सेछ भ्लग गर्नु है र जति त्यो सानो त्यो भिडियो बनाएको थियो त्यही हालिदिँदैछु है अन्त योपालि चाहिँ एकदम त्यो क्या दिमागमा त्यो भ्लग बनाउनु हुँदैन भन्ने भएर होला कि हामीले त टोटल्ली बिर्सेछ है अन्त त्यस्तै भयो भ्लग चाहिँ किचेट पिचेट भएको छ र पनि आफ्नो मेमोरिजको लागि हो है 2025 को लोसारको भनेर चाहिँ त्यसको लागि चाहिँ हालिदिएको छु हेर्नुहोस् है त तपाईँले अन्त फेरि हामी अपार्टमेन्ट आइपुगेर चाहिँ एकछिन दिउँसो है यता सबैजना तास खेल्नु बस्यो अन्त म चाहिँ खेलेको छुइनँ है फेरि ल
एक्स्ट्रा दिने ओके गाइस आजको भ्लग चाहिँ यतिसम्म हो हाम्रो यता विनर आजको मैले भिडियो गरेको यता पनि गरेको रहेछ भिडियो होइन ल देन क्याच यु बाई सबैजना थ्याङ्क यू फर इन्भाइटिङ अस वी ह्याड सच अ ग्रेट टाइम अप्रिसिएटेड सी यू हजुरहरूलाई पनि थ्याङ्क यू है वी ह्याड अ ग्रेट टाइम टुगेदर अब छिटो भेटौँला तम्बोला खेल्नु लोसार अगाडि भनिदिएको अनि त्यही हिसाबले भन्नुपर्छ न भेटाइ हुन्छ हुन्छ ल याङ्की आउँदै हुनु भनिदिएको ओ यता हाम्रो फुर्बा एकछिनमा हुनुहुन्छ पुरा साथी यता सुन्नु दा भाउजू हुन्छ भाउजू ल बाई 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 भयो यति हो हुन्छ दादा थ्याङ्क यू